प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसदको प्रश्न कसरी सदुपयोग र दुरुपयोग गरे नेपाली जनता आफैले प्रत्यक्षदर्शी हुनुहुन्छ। तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन, किनकि एक इमान्दार राष्ट्र सेवकका रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन। अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन। डेडिकेटेड र फ्रन्ट लाइनको प्रिमियम महसुल प्राधिकरणले लहरमा उठाउन खोजेको होइन। यसलाई सम्मानित सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्मबाट पनि स्वीकृति मिलेको हो। तर महसुल उठाउने काममा सक्रिय मलाई 6 पटकसम्म अर्थहीन विषयमा विवरण तथा स्पष्टीकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरी विवरण पेश गर्न लगायत मुख्य कामबाट अलमल्याउने प्रयत्न भइरहेको थियो। प्राधिकरणले पटक पटक गरी 4 पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्प समेत अवलम्बन गरी बटौता वसुलीको प्रयास गरिरहेकोमा पटक पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ। लाइन विच्छेद गरी बटौता वसुली गर्ने सहमतिको लागि मैले विद्युत नियमन आयोगलाई 2081 चैत्र 11 गते पत्राचार गरेको थिएँ। यस लगत्तै मलाई बर्खास्त गर्ने निर्णय मन्त्री परिषदबाट भएको हो। बटौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ। सार्वजनिक संस्थाको बटौता उठाउन खोज्ने मेरो प्रयास राज्य विरुद्धको अपराध हो। यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्नेछ। ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बङ्गलादेशसम्म विद्युत व्यापार विस्तार गर्ने लगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री आएपछि म माथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाव सिर्जना भएको विषयमा सिङ्गो देश साक्षी छ। सरकारका नेतृत्वदायी